लाग्यो है त गाइज। अब चट्ट यो जङ्गलको बाटो। अब मलाई यहाँबाट चाहिँ चितलाङ आयो जस्तो लाग्छ, किनभने यहाँदेखि पिच छ पुरै अब तलैसम्म। उकालोमा गाडी नतानेर यहाँ बिग्रेर बसिरहेको रहेछ गाडी पनि। पुरै ढुङ्गाको चट्टानलाई फोरेर यतिको बाटो बनायो। हेलो गाइज, सबैलाई नमस्ते। म चाहिँ देखाउने छु। देख्न सक्नुहुन्छ पुरै जाम छ। चाहिँ अहिले केही काम विशेषले यता बच्चे गाउँमा आएको छु। एउटा केही काम थियो मेरो। यहाँको भ्यू हेर्न सक्नुहुन्छ। म चाहिँ अहिले यति बेला चितलाङ जाने बाटोको ट्याक्कै मुनि जङ्गल नेरी छु। तपाईँहरूले देख्न सक्नुहुन्छ। लाग्यो है त गाइज। अब चट्ट लाएर चट्ट यो जङ्गलको बाटो यसमा टनन गइन्छ। यस्तो बाटो जानुपर्छ गाइस। यस्तो बाटो पुरै डाँडा पुरै घुमेर जानुपर्छ पानीको घर आँगनमा। अफरोड सुरु हुन्छ हाम्रो होइन। पुरै बाटो पुरै अफरोड छ। तपाईँहरूले यहाँ देख्न सक्नुहुँदैछ। एकदम असिलो छ गाइस। सकेसम्म अलिक शारीरिक रूपमा चाहिँ फिट नै भएर आउन। फेरि ओह्रालो आइपुग्यो। अब हामी उकालो सकिएर ओह्रालोतिर लाग्यौँ। अब म चाहिँ तेल जोगाउनेतिर चाबी अफ गर्नेतिर लाग्दैछु। चाबी अफ गरेर ट्याक्क समयमा ओह्रालो गइन्छ। न्युट्रलमा गइहाल्छ नि। तेल त जोगाउनु पऱ्यो नि, जसरी हुन्छ होइन गाइस। बाटो कस्तो छ भनेर मैले सोधेको होइन। अनि एउटा दाइले चाहिँ पुरै अहिले त ग्राभेल हालेर पुरै पेल्या छ, यस्तो दामी पिच जस्तो छ भन्थे होइन। अब आज यहाँ यस्तो छ बाटो। आज आइपुग्यो होइन। यस्तो छ बाटो चाहिँ पुरै कवाडी रहेछ। योभन्दा त हाम्रै घर छैन बाटो ठिक छ। अब मलाई यहाँबाट चाहिँ चितलाङ आयो जस्तो लाग्छ, किनभने यहाँदेखि पिच छ पुरै अब तलैसम्म। सनननन्न गइन्छ। 5 मिनटमा पुग्छ अब। बाटो हेर्नुहोस् गाइस, बाटो यस्तो रह्यो। यतातिर नि भसक्कै पहिरो गाडेछ गाइस। बडो मजाको बाटो छ हेर्नुहोस् गाइस। यहीँबाट अलि राम्रो भ्यू देखिने भने म हजुरलाई त्यहाँनिर रोकेर देखाउँछु। चाहिँ अब चितलाङ सुरु हुन्छ। चितलाङको यहाँको घरहरू हेर्न सक्नुहुन्छ हजुरले। क्या दामी
उहिलेदेखिको केही भएन क्या यो घर चाहिँ सब रिसोर्टहरू हो यिनीहरू होइन म चाहिँ अब चिताङ आइपुगिसकेँ यो सबै चिताङको रिसोर्टहरू हो